खासमा यो प्लान भनेको अंकित र मेरो मात्र थियो फुड हन्ट हान्ने भनेर घरको सामान चाहिँ मलाई ठिक लागेन यो कुरा ल से हाई टु माई भ्लग ल के छ हजुरको बसोबास कता हो सर त्यहाँ पर पेलपाल गरेर छिरिन्थ्यो पैसा यसरी लिने हो कुन हस्पिटल लग्नु भन्दै थियो तेरो खिच्न है मलाई भोक लागिसक्यो टिकटक बनाएर बसेँ 1 घन्टा ल Hey, Bill, I'm in the mood for a switch up. I hit the function, hit the rose till I hiccup. I hit the stage and leave with money that's a stick up. She picture perfect, so I told him I'm a flick up. Bill, I'm in the mood for a change up. I leave the city and return with my change up. They got amnesia, don't remember how they played us. They wanna knock me down, but somehow I just stay up. नमस्कार, आज हामी धरान जाँदैछौँ घुम्नलाई। आज हाम्रो यात्रा धरानसम्म हो किन गएको यसो घुम्न हर्क साम्बाङको पार्क हेर्न अनि आज ह्याप्पी स्याटरडे मनाउनको लागि एनिसा म अंकित अनि ठुलो मामु अहिलेको टाइम 12:53 बेस्ट बाटो हो त यो नेपालको बेस्ट बाटो त होइन यताको बाटो पनि लगभग बिग्रिसक्यो बनेको 2 वर्ष पनि भएको छैन मजाले 2 वर्ष भएको छैन नि बर्बाद भइसक्यो बाटो यहाँ Straight from the mud like Ruby. Straight to the stage, they love me. I understand they. ल हामी आयौँ यहाँ अब ठ्याक्कै धरानमा हाम्रो स्टप ठ्याक्कै धरान त्यहाँ छ हाम्रो स्टप यहाँ अब टिकटक बनाउने अब ओइ निस्कि टिकटक बनाउन निस्कि टिकटक बनाइदियो ठुलो मामको खासमा अंकित र मेरो प्लान थियो आज आउने धरान आउने तर हिँड्ने बेलामा ठुलो मामुले पनि जान्छु भनिसकेछ अनि ठुलो मामु एनिसा म अंकित आएको छौँ अनि अब प्लान चाहिँ के छ भन्दा ठुलो मामु र एनिसालाई चाहिँ हर्क साम्बाङको पार्कमा छोडिदिने अनि त्यसपछि अंकित र म चाहिँ जान्छौँ एकछिन यसो घुम्न फुडहरू ट्राई गर्न यस्तो छ अब यो टिकटकमा चाहिँ सामेल भइदिएन हामी चाहिँ अब But please don't hate, that's ugly. I've been sliding, shaking, moving. I've been popping in my city. यहाँ टिकटक बन्दैछ यसको मेन मोटिभ घुमाइको यही हो Shawty say she love the way we do it with me. त्यहाँबाट एउटा सर्ट लिनु परेको थियो एनिसाले मेरो खिचिदिन्छ I be too turned up to it. को हेलो भन्दै ल के छ भाउजू हजुर यहाँ टिकटक बनिँदैछ है एनिसा चाहिँ टिकटक बनाउँदैछ यहाँ त वाइल्ड घाम रहेछ विराटनगरमा त घामै छैन ओहो के हो यो व्हाट द हेल इज दिस अब यहाँ टिकटक बनाउने 15 मिनट जति ठुलो मामु बनाइसिन्छ र त्यसपछि के खास अनेस्टली भन्नुपर्दा प्लानै छैन क्या आज त्यतिकै हिँडेको ल एनिसा नाच्छ है ल एनिसा उफ्रिन्छ अब हामी यहाँबाट निस्किन्छौँ त्यहाँ 10 मिनट जति बस्यौँ अब हामी निस्किन्छौँ ल अब सिबेट धरान Never give a fuck. I ain't come to argue, let a nigga fuck. ल हामी धरान आयौँ अब हामी हर्क साम्बाङको पार्क जान्छौँ होला मेरो चाहिँ सेकेन्ड टाइम हो अंकितको फर्स्ट टाइम हजुर एनिसाको पनि फर्स्ट टाइम ठुलो मामुको पनि फर्स्ट टाइम हजुर अनि त्यसपछि हामी जान्छौँ थुक्पा खान यस्तै गर्मी रहेछ यहाँ त है तेरिका ज्याकेट पनि खुली ज्याकेट त हुन त अघि नै खुलेको तर लास्टै नै गर्मी यहाँ त They been talking pennies, I need bigger bucks. के थिएन अरे म खुसुको घर गएको थिएँ अँ। बस्ने गरी खाना खान अनि पानी नै थियो आइस्टारमा बसेको होटल चाहिँ यही हो धरानमा धरान किचन ए कस्तो थियो त खाना थकाली खाना धरान किचनमा मिठो थियो यहाँ त पुरै धरान डेन्टल चर्को न चर्को घाम सजेस्ट गर्न चाहन्छु कि धरान डेन्टल कहिले पनि नजानु दाँतै नबिगार्नु नि हाम्रो जानु त्यही त दाँतै नबिगारे किन जानु पर्यो र भएपछि दाँतमा धागो हाल्यो चुडाइदिने हो सट्टा तानिदिने हो नत्र एक पन्च हान्ने हो हामी फाइनली धरान आइपुग्यौँ यो मेरो बर्थ प्लेस हो मेरो चाहिँ होइन तेरो होइन मेरो चाहिँ बर्थ प्लेस हो यो About to catch a flight, I need to switch it up. किन दल्छ बादरको मन्दिरतिर चाहिँ हुन्छ। भनेको 12 बजेदेखि 2 बजेसम्म त्यसपछि हराउँछ ठ्याक्कै आयो यस्तो 12 बजे 2 बजेको बिचमा ठ्याक्कै हो So let's book deep.
पऱ्यो आज आउँछु भनेर सोचेको थिइस् त धरान मोमो गर तँलाई बोलाएको र चाहिँ म रिलिज भएको भए त चान्स पाउँदैन हामी यहाँ ठ्याक्कै यहाँ आइपुग्यौँ अब यहाँदेखि दुईटा बाटो छुट्टिन्छ एउटा यता भनेको तल हामी यता जाने परे हामी त्यहाँ थालमा कहाँ बसेर भुइँमा खाना खाइरहेको अरे क्या टेन्सन हुन्छ अर्को साम्पाङले यहाँका मान्छे टी सर्ट लाएर घुमिरहेछ यहाँ त एकदम गर्मी रहेछ हुन त आज पनि विराटनगरमा हामी आउँदा त्यही भएर त हर्का साम्पाङले यहाँ अब यहाँदेखि हामी स्ट्रेट जान्छौँ सायद आज भिड छ एकदमै जान्छ बाटो ए पार्किङ घाटमा आउँदा म बाइकमै आएको थिएँ यहाँ 2-3 पल्ट आइसकेँ यो मेरो 4th टाइम होला सायद यो ठाउँ फर्स्ट टाइम यसरी हिँडेर आइरहेको छु नभए बाइकमै पेलपाल गरेर छिरिन्थ्यो हर्का साम्पाङको त्यहाँ एकदम श्रम संस्कृति हुँदैछ एकदम ढुङ्गासुङ्गा बोकेर खासमा यिनीहरूले एक्सपान्ड गर्न लागेको रहेछ पार्क खासमा त्यता हो अहिले यता पनि बनाउनु लाग्यो ट्र्याक्टरले ढुङ्गा बोक्दैछ त यो त भएन नि त अलिकति यहाँ त मान्छेले ढुङ्गा बोक्नु पर्ने हो गलियो आउँदाखेरि चाहिँ हामी उताको एन्ट्रीबाट छिर्यौँ यसपालि चाहिँ यहीँको एन्ट्रीबाट छिरेर आएको यता चाहिँ 35 रुपिस रहेछ टिकटको But she gon' need some closure and some therapy. Came back to the city with my bank account on F. Giving rappers hell, I know they happy that I left. Hit the south in winter, I just put down my deposit. 82 degrees, I left that jacket in my closet. I'm in the mood for a switch up. I hit the function, hit the rose till I hiccup. I hit the stage and leave with money that's a stick up. She picture perfect, so I told him I'm a flick up. आज सायद स्याटरडे भएर होला लास्ट डे नै भिड छ यहाँ वाइल्ड भिड छ लास्ट टाइममा मामसँग आउँदाखेरि पनि स्याटरडे नै थियो सायद तर त्यतिखेर सिजन थिएन जाडो भएर यो यस्तो मिठो घाम छ एभ्री वान वान्ट्स टु गेट द हिट त्यही भएर होला भिड भएको तर एकदमै भिड छ एन्ड बाइ द वे हाम्रो टिकट कसैले पनि हेरेन किन हो थाहा छैन I'm in the mood for a change up. I leave the city and return with my change up. They got amnesia, don't remember how they played us. यहाँसम्म त बाइक पनि ल्याउन मिल्छ अब त्यहाँ चाहिँ हामीले टिकट देखाएर त्यहाँ छिर्नुपर्छ यदि त्यता टिकट लिएर कसैले फ्यालिदियो भने चाहिँ दे हेभ टु बाई दि अदर टिकट त्यहाँ जहाँ चाहिँ यहाँ चाहिँ 20 रुपियाँ पर्छ त्यहाँ चाहिँ 35 पर्छ हाम्रो हर्का सर चाहिँ यहाँ हुनुहुन्छ ल अब अस्ति छिरेको एन्ट्रीमा चाहिँ हामी आउँदैछौँ खासै प्रोग्रेस चाहिँ गरिनौँ हामीले डिस्टेन्स वाइज त्यताबाट छिरेर 15 रुपियाँ बढी छिरेर त्यता 35 यता 20 अब यहाँ टिकट देखाउनु सबजनाको थाकेर यस्तो छ ताल थाक्यो हामी खासमा यतैबाट छिर्नु पर्थ्यो हामीले त्यहाँ तिर्यौँ 35 तिर्यौँ त्यहाँ तर त्यो टिकट चाहिँ यहाँ अप्लाई हुँदैन रहेछ त्यो टिकट चाहिँ त्यताको लागि मात्र अप्लाई हुँदैन तर त्यहाँ हामीलाई चाहिँ के भन्यो भन्दाखेरि त्यहाँ चाहिँ हामीलाई के भनेको थियो भन्दाखेरि यो टिकटले त्यहाँ पनि हुन्छ यता पनि हुन्छ त्यही भएर हामीले त्यताबाट 35 काट्यौँ हुन त केही पनि थिएन 2 मिनटमै सक्यो हर्का साम्पाङ चाहिँ मलाई ठिक लागेन यो कुरा त्यहाँ चाहिँ 35मा दुईतिर मिल्छ भन्ने अनि यहाँ आइसकेपछि चाहिँ फ्री टिकटमा नि के हो सर यो भएन हर्काजी हुँदै भएन यो तपाईँले एकदम खराब गर्नुभयो हर्काजी यस्तो मिल्दैन हर्काजी पैसा यसरी लिने हो दुईवटा यहीँ छ त्यहाँ बसेरै कुरा गरौँ यो त हुँदै भएन कति 100 मिटर पनि छैन 100 त के 50 मिटर पनि छैन तर पनि एउटामा 35 एउटामा 20 रुपियाँ तिर्नु पर्ने के हो यो तर त्यहाँ गेटमा के भन्नु भन्दाखेरि एउटै टिकटबाट दुईटै इन्ट्री मिल्छ भन्नुभयो म चित्त बुझेन सर टिकटक सुट भइरहेछ सायद आज कुनै पनि फुटेज राम्रो आउँदैन किन भन्दाखेरि घाम छ टाउकोमाथि लाइटिङ नमिलेर राम्रो आउँदैन तर यहाँ टिकटक सुट भइरहेछ खासमा यसकै लागि आएको हामी त्यहाँ पर्खेर बसिरहेको छौँ यसरी यहाँ सुन्तला पार्टी भइरहेछ तर टिकटमा चित्त बुझ्यो टिकटमा चित्तै बुझेन त्यो मुला एकैछिनमा सक्यो त्यहाँ 35 गरे बरु यहाँ राम्रो छ Read it to the brim tip. Black denim need a slim fit. Same people that I flex with be the ones that I'm in the gym with. I'm a living legend, you a dead cause and I'm dead ass. No, I'm dead, right? ल यहाँ हर्काजीसँग फोटो खिच्यो अब हामी फर्किन्छौँ खासमा मेरो अलरेडी मैले फोटो त खिचिसकेको थिएँ तर पनि यसो हल्का Leave it early, but I'm here night. Long as
sure to keep the head right. निस्केको लास्टै गर्नु हो Teed up out in Malibu, got sand all in my good shoes. Press a nigga with the pessimism, but I only came for the good news. I am the show that they came for, hitting the target I aim for. अनेस्ट रिभ्यू के छ त पार्कको बारेमा डिसेन्ट इङ्गेजिङ छ मान्छे एकपल्ट छिरिसकेपछि खुसी चाहिँ हुन्छ बुवाको शुभ नाम मलाई भनिदिनु त मेरो बिर्खा बहादुर राई हजुरको बसोबास कता हो सर यहाँ त्यहाँ पर ठिकै छ ठिकै ल ठिकै छ ल ल कस्तो लाग्यो त हर्का साम्पाङको पार्क अब कता ठुलो मामुलाई कस्तो लाग्यो ठिकै छ राम्रो थियो आज छुट्टीको दिन भिड पनि थियो राम्रो छ गर्न खोजेको छ मान्छेहरूलाई टाइम पास गर्नको लागि चाहिँ आउँदा हुन्छ त्यो रेकमेन्ड गर्छु म यो बाटो यहाँ कन्फ्युज भयो अब सावित्रीको कहाँ खासमा धरानमा वान वे छ धेरै ठाउँमा त्यही भएर जहाँ पाइ त्यहाँ जान मिल्दैन कता हिँडेको हामी वर्ल्ड बेस्ट वीरेन्द्र मेमोरियल स्कुल ए यहाँ रहेछ ल बल्ल हामी फाइनली सावित्री आयौँ ए यहाँनिर यो भिडबाट सावित्री We've been discussing the contract, just telling they get what they paid for. I am not fucking with poverty, really it started to bother me. I need the yacht with the property, they come with the... छिर्छ घुमाउने हो टायर घुमाउने सिधा 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 हामी यहाँ लस्सी खाँदैछौँ यो त जान्छ होला अब जान्छ कस्तो लाग्यो त ठुलो मामा यहाँ के छहरूले चाहिँ किन नखाएको यहाँ सुँगुरको मासु हामीले चाहिँ पर्क खायौँ अनि त्यसपछि ठुलो मामले खाइसेन अब वान वेले गर्दा फेरि माथि गर यताबाट राइड गर फेरि तल झर्छौँ The view that you gotta see. Came up from the basement, hit the rooftop with a passion. Bad bitch with some good credit and a good sense for the fashion. ल हामी यता सिधा जाँदैछौँ भाटबटेनतिर हुन त भाटबटेन अहिले छैन गइसकेँ म अब ल अब लागिसक्यो क्योटिक छ यहाँको बस पार्क चाहिँ साह्रै नै हुन त नयाँ बस पार्क बनिसकेको छ कहाँ छ Dope blowing with the left hand, ass gripping with हाम्रो ट्याटो हानेको त्यहाँ हो रणदीप दाईको छिटै हामी आउनेछौँ अब अहिले हामीले चाहिँ खाजा खायौँ तर ठुलो मामुले चाहिँ खाएको हुइसिन्दा खाजा त्यही भएर भेज मोमो खोजीमा छौँ हामी the right hand. Uber share to the airport, I'ma hit you back when my flight I'm in land. the mood for a switch up. I hit the function, hit the rose till I hiccup. I hit the stage and leave with money that's a अब यहाँदेखि हामी साइड इटरी जान्छौँ के छ अबको प्लान इटरीमा गएर एकचोटि खाने मोमो अनि आउने यसो घुम्ने पाल्पा पार्क गोपाल फन पार्क त्यहाँ चाहिँ गइदिनु होला तर अब पछि इटरीमा स्टप छ अघि त्यहाँ धरानमा रोक्ने भनेको थियो त्यहाँ रोकिनु हामीले डाइरेक्ट आयौँ जाने हो अक्वा पार्क picture perfect, so I told him I'm a flick up. Bill, I'm in the mood for a change up. I leave the city and return with my change up. They got amnesia, don't remember how they played us. म एनिसाले चाहिँ म जम्प अरिना गएको छु भने तर एनिसा गएकी छैन कि कसरी थाहा भयो भन्दाखेरि टिकट कति पर्छ भन्दाखेरि एनिसा फर्सी हामीलाई यो सेवा आउँदाखेरि त्यहाँ बस्थ्यो एउटा एउटा के कफी स्पट छ यहाँ मोमो मिठो पाइन्छ क्या उता गर्मी चाहिँ यता चिसो हुन थाल्यो है हल्का हल्का चिसो ल हामी यहाँ पूर्वाञ्चलमा जाने भनेको थियौँ तर त्यो पार्किङ नभएर Wanna knock me down, but somehow I just stay up. पूर्वाञ्चलको मोमो फाइनली आएको छ फोन पो आएको मोमो आयो खासमा मैले दामी स्पट देखेँ सो कुरो चाहिँ के हो भन्दाखेरि अहिले ठुलो मामु अङ्कित र एनिसा चाहिँ त्यहाँभित्र यहाँनिर हुनुहुन्छ खाजा खाँदै सो म चाहिँ एकदम अगाएर मैले चाहिँ केही नखाने निर्णय गरेर म गाडीमा बसिरहेको छु जाडो छ बाहिर एकदमै जाडो भयो अहिले त अघिसम्म जाडो थिएन अहिले त एकदम जाडो भयो हुन त विराटनगर र इटरीमा त जाडै छ धरानमा चाहिँ वाइल्डै गर्मी थियो धरानमा सो त्यही हो आज मजाले घुमियो खासमा यो प्लान भनेको अङ्कित र मेरो मात्र थियो फुड हन्ट हान्ने भनेर लोकल ठाउँ जाने यताउति रमाइलो भ्लग बनाउने टाइपको थियो तर फनै भयो राम्रै रमाइलो भयो होइन भ्लग बनाउनु पाइयो इन्ट्रेस्टिङ कुरा नभए पनि होइन त्यो मोमेन्टलाई क्याप्चर गर्न पाइयो त्यही हो अब सायद हामी यहाँबाट त्यो जम्प भन्ने ठाउँ छ एउटा त्यहाँ जान्छौँ होला इटरीमा सरी तररामा जम्प भन्ने ठाउँ छ त्यहाँ जान्छौँ त्यसपछि विराटनगर जान्छौँ कि त डाइरेक्ट विराटनगर जान्छु दुइटामा एउटा चाहिँ स्योर हुन्छ त्यस्तै जाडो त भएको छैन त्यति साह्रो जाडो त भएको छैन तर ज्याकेट चाहिँ लाउनु पर्छ जस्तो लाग्यो मलाई त्यही भएर ज्याकेट चाहिँ लाउनु पर्यो म बाई द वे यो लस्सी गोरसको यो लस्सी आई डिडन्ट लाइक इट मिठो थिएन
हामीले यहाँ मोमो अनि त्यसपछि पकौडा अनि त्यसपछि के अर्डर गरेको थियो अर्को फ्रेन्च फ्राइज फ्राइज अर्डर गरेको थियौँ अनि फेन्टा केही पनि खान सकिएन यहाँ हुन त मोमो र फ्राइज खाइयो अर्को पकौडा चाहिँ प्याक गरेर विराटनगर लगिँदैछ सावित्रीमा हेभी थियो खाना अङ्कित फेरि जाँदैछ त्यहाँ के मिस्टेक भयो भनेर भित्र त्यही हो अब हामी यहाँदेखि कहाँ जान्छौँ भन्ने फिक्सै छैन कि सायद विराटनगरै जान्छ होला किनभने ठुलो मामुलाई यताउति जान मन छैन सिधै विराटनगर जान मन छ त्यही भएर अब सायद हामी विराटनगरै जान्छौँ होला अहिलेको टाइम ठ्याक्कै कति भयो भन्दाखेरि 4:44 गएछ आज जनवरी 10 स्याटरडे 2026 यो भ्लग चाहिँ हिटरीबाट सुट भइरहेको छ लेट्स गो टु विराटनगर त्यो दादाको मिस्टेक भएछ पेमेन्टमा के धेरै गरेको कि कम गरेको धेरै गर 70 रुपियाँ फर्काइदियो 80 रुपियाँ फर्काइदियो ए उसले आफू राम्रो मान्छे रहेछ त पनि राम्रो मान्छे 90 रुपियाँ फर्कायो ठिकै छ भएन त्यो ट्राफिक लाइट मिस भएर हामी फेरि यतातिर आयौँ इस्टतिर आएर फेरि घुमाएर अब त्यसपछि विराटनगर जाँदैछौँ कता हो कता रेसिङ चलिरहेछ हुन त एकदम यो लिगल रेसिङै हो यो तर एकदम कम्पिटिसन भइरहेछ को अगाडि जान्छ भनेर यस्तो कम्पिटिसन छ कि त्यो अगाडि फ्रन्टमा आउनै पाएको छैन क्या पछाडिको गाडी हामी जता गयौँ हुन त उसको पनि त्यही बाटो आउँथ्यो होला हामी अहिले यता गयौँ यतै आइरहेछौँ हेरौँ के हुन्छ गाडी फेरि आउँदैछ पछाडि हेरौँ तर पनि हामी स्टिल जितिरहेछौँ हार्ने काम हुँदैन हामीबाट ल अब हामी विराटनगर आयौँ अब भ्लगको एन्ड यही हुन्छ सायद केही क्लिप्सहरू आउला तर आजको हाम्रो भ्लग सकियो आज धरान घुमियो धरानमा हर्क साम्पाङको पार्क हेरियो ठिकै थियो अनि स्याटरडे रमाइलो तरिकाले बिताइयो इङ्गेजिङ एकदमै बोर भएन स्याटरडे सो अहिले हामी बजारको बाटोबाट घर जाँदैछौँ आई थिङ्क यो क्लिप पछि केही पनि आउँदैन होला सो द्याट्स इट गाइस कतै जङ्गलमा होला ल बाई